everyone, namaste and welcome back to my new video. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु अनि म चाहिँ धेरै पछि आज भिडियो बनाउँदैछु अनि म चाहिँ अहिले चाहिँ यहाँ रत्नपार्कमा हामी चाहिँ काम परेर आएको छौँ आज धेरै पछि है रत्नपार्क र म चाहिँ कति भयो नि त हामी नआएको है अनि त्यसपछि यता जाकरन्डा पुगिरहेको रहेछ अनि भिडियो नै बनाउँ न भनेर भिडियो बनाएको है हाम्रो भिडियो तपाईहरुलाई कस्तो लाग्छ किप वाचिङ गाइस यो त अल्छी भएछ नि त माथि हो म त थाहा पाएको क्या ए अन्त नि यहाँनिर त यसरी पानी परिरहेछ होइन साथीहरू अनि यहाँ चाहिँ अहिले यस्तो फुलिराखेको छ अनि हामी त्यही पुल हेर्न आएको हामी जहिले पनि पुल हेर्न आउँदाखेरि चाहिँ पुरा पानी परिरहन्छ क्या यति राम्रो देखिरहेको छ है अब हेरौँ परतिर कस्तो छ अनि माथिको देखिँदैन होइन तल भुइँमा झरेको मात्रै झरिरहेको छ होइन माथिको त देखिँदैन परेको छ अनि हामी चाहिँ गत वर्ष ट्याक्सीमा मान्छेले त्यही त गर्छ के भने हामी मात्रै अलिक लाठी भएर पानी परेर चाहिँ मौसम यस्तो छ जाकरन्डा फुल त्यहाँ छ साथीहरू हामी छौँ यहाँ यहाँनिर चाहिँ जाकरन्डा त सकिएछ यो चाहिँ अहिले विवादमा परिरहेको भ्यू टावर हो नि त यो चाहिँ मापदण्डभन्दा धेरै बेसी बनाएको भएर चाहिँ यसलाई चाहिँ भत्काउने कुरा चलिरहेको छ है गाइस साथीहरू हामी चाहिँ यो रत्नपार्क टुडीखेल साइडको पुलमा छौँ अनि त्यसरी यहाँबाट म चाहिँ भिडियो बनाउँदैछु पानी परिरहेको छ जाकरन्डा फुल चाहिँ उता पर फुलिरहेछ तर अब यहाँ राम्रो चाहिँ नआउँदो रहेछ धेरै होइन पानी परिरहेको भएर चाहिँ मैले नजिकमा गएर खिच्न पनि सकिनँ है साथीहरू अनि यहाँबाट चाहिँ यस्तो राम्रो फुल फुलेको देखिन्छ तर पानी परेर चाहिँ हालत खराब छ तिमी बोल्छौ परे पनि हिँड्नको लागि यस्तो मजा छ क्या यतापट्टि यो साइडमा यस्तो राम्रो फुल फुलिरहेको छ अनि यहाँ साइडमा कस्तो राम्रो फुलेको छ है मैले छाता नलिएर बर्बाद भयो साथीहरू पानी नपऱ्यो भने चाहिँ अझै राम्रो हुन्छ होला तर पानी पर्दा पनि कस्तो राम्रो देख्यो कि पानी पर्दा झन् राम्रो देखिन्छ नि खासमा यस्तो राम्रो छ है यो चाहिँ टुडी खेलको साइडको है तिम्रो यो नि यस्तो भइरहेको रहेछ नि त यस्तो राम्रो देखिरहेको छैन साथीहरू अनि यो चाहिँ टुडीखेल साइडको फुल हो अनि त्यसपछि पानी परेर म चाहिँ भिजिसकेँ है राम्रोसँग भिडियो पनि बनाउन सक्दिनँ अब आज यही हो साथीहरू यस्तै पानी परिरहेको छ होइन यहाँनिर चाहिँ यहाँ चाहिँ चरा यस्तो राम्रो छ है साथीहरू जाकरन्डा फुल चाहिँ यतातिर साथीहरू अब चाहिँ हामी यहाँबाट जान लागेको होइन ऊ चाहिँ अब हाती आएछ त्यसपछि त्यही भएर हामी चाहिँ यहाँ छौँ हामी यहाँबाट चाहिँ सुन्धारातिर जाँदैछौँ है त बाटोमा फेरि बनाउन मिल्यो भने हामी भिडियो सेयर गर्छौँ है त साथीहरू ऊ चाहिँ यहाँ छ है ल जा ल सरी
यता छ यो विवादमा परे भ्यू टावर हो योलाई चाहिँ भत्काउने कुरा भइरहेछ है साथीहरू अब हामी यहाँबाट जाँदैछौँ उता सुनधारातिर होइन साथीहरू है पानी परिरह बस्ने ठाउँ भएर के गर्ने होला र तिमीलाई खाता देखाइदिनु निकै राम्रो ठाउँहरू नै बनेको छ भन्नुपर्छ पहिला यो बाटो हिँड्दाखेरि चाहिँ कति धेरै फोहोर अनि प्लस यहाँ फुटपाथ बजार थियो नि त पहिला अहिले छैन अहिले फुटपाथ हटाएर कस्तो राम्रो साइडमा बस्ने ठाउँ बनाइदिएको पुरै फुलहरू फुलिरहेको यहाँबाट बनाउनु कस्तो राम्रो छ यता साइडमा चाहिँ पहिला बस पार्क थियो अहिले छैन यहाँ पनि पार्क बनिनु लाग्यो नि त अहिले हो यहाँबाट चाहिँ पार्क बनिनु लागेको छ अनि यो चाहिँ के खिच्ने त अघि माथिबाट त यस्तो राम्रो देखेको होइन अहिले हाम्रो चाहिँ देखिरहेन है ज्याकारान्डा फुल चाहिँ अँध्यारो मात्र देखिरहेको मेरोमा त झन् केही देखिरहेको छैन क्या यो त्यही भनेको छ्या म चाहिँ अब नखिची हिँड्छु है लास्टै भिजिसकेँ यार कस्तो राम्रो छ तिम्रोमा त होइन अँध्यारो देखिरहेको त नि अँध्यारो भए पनि मैले जुम तानेको यस्तरी खिचेको नि त हो पानी नपरे है चाहिँ खतरा खिचे आयो त मेरो अनि पहेँलो भिडियो बनाउन लाग्यो मलाई त टिकटक नाचेर हजुर नाच नि त पानीमै झन् खतरा पाराले ए भगवान् गाह्रो छ के गाह्रो छ भयो न साथीहरू म चाहिँ पानी लास्टै भिजिसकेँ है यहाँको भिडियो बनाउँदाखेरि चाहिँ खतरा खिच्यौ फोटो ठिकै भिजिसक्यो है तिमी पनि के छ त पोहोर पढाएको भिडियो डिलिटै गरेको छैन मैले त्यही भनेको कति राम्रो देखेर आज म कति राम्रो कति सफा अनि यो ठाउँ कति मलाई भिडियो बनाइरहेको जस्तो लागिरहेको छ अरू भन पहिला आउँदाखेरि यहाँ पुरै मान्छेहरू फुटपाथमा त्यो व्यापार गरिरहेको हुन्थेन अन्त तासुकै फोहोर अनि अहिले कति पछि आएको पुरै यहाँनिर फुल फुलेको त्यसमाथि पनि तल भुइँमा फुल झरेर यस्तो हेर्छु सफा अनि पानी परिरहेको अनि यहीँ बस्नु लागिरहेको छ क्या मलाई नजाऊँ न त त्यसो भए यहीँ बसौँ ल उसलाई चाहिँ यहीँ बस्नु मन लाग्यो अरे होइन साथीहरू भनेको क्या कस्तो मजा आनन्द एउटा मान्छे छाता गरेर बसिरहेको छ नि त आनन्दको मौसम पनि त्यस्तै छ होइन अनि त्यसपछि हामी छौँ यहाँनिर होइन आएर थाहा भएन होइन त्यसपछि यो चाहिँ यो टुडी खेल त होइन है यो पहिला पुरानो बसपार्क पुरानो बसपार्क थियो यतापट्टि चाहिँ अनि त्यसपछि अहिले चाहिँ त्यो बसपार्क हटाएर त्यहाँ पनि पार्क बनाइरहेको छ अनि हामी चाहिँ त्यो बसपार्कको साइड यतापछि चाहिँ छ टुडी खेल अनि हामी यसको बिचमा छौँ यो बिचमा चाहिँ यस्तो राम्रो ज्याकारान्डा फुल फुलिरहेछ अनि हामी चाहिँ यहाँ भिडियो बनाएर फोटो खिचेर पानी परिरहेछ त्यही पनि हाम्रो घर त्यहाँ छैन क्या यस्तो राम्रो फुल फुलाएको नि दुवैजना चाहिँ फ्लावर लभर हो नि त अनि हामी चाहिँ फुल भएको ठाउँ गएपछि चाहिँ छोड्दै फुलहरू पनि क्या कस्तो मजाले झर्छ नि त फुलको पातहरू झरिरहेको छ अनि पानी पनि परिरहेछ सिमसिम मजाले अनि मान्छेहरू यहाँनिर यसरी हिँडिराख्नु भएको छ होइन छाता उठेर है यहाँ भुइँभरि ज्याकारान्डा फ्लावर झरेर यस्तो राम्रो देखिएको छ होइन अनि माथिको चाहिँ टाढाबाट राम्रो आएन होइन साथीहरू यो नजिक आएर खिच्दा चाहिँ यो ज्याकारान्डा फुल चाहिँ राम्रो आउँदैन होइन अनि अलिक टाढाबाट ड्रोनहरूले खिच्यो भने चाहिँ एकदमै राम्रो आउँछ अनि त्यसपछि हामी यहाँ छौँ अब हामी चाहिँ यहाँबाट जान्छौँ होला अलिअलि भिडियो बनाएर है त साथीहरू
मलाई त गाह्रो परिसक्यो यहाँको यो पुलहरू चाहिँ कस्तो मजाले तल टप 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 त के पानी पो झर्छ होइन टप 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 झर्दैछ क्या स्कुल झरिरहेको छ क्या अनि सर अनि यहाँनिर यो पानीको झरीमा यो पुलको यो तल के भन्छ यसलाई त्यो भने पुल झरेको छ अनि यहाँबाट त्यही अगाडि जाँदैछौँ अनि छुट्टै आनन्द भइराखेको छ कि काठमाडौँ सिटी पनि यति राम्रो हुन्छ भनेर चाहिँ मैले तल यहाँ तल ओके 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 आई एम कमिङ ज्याकेटमा फुलले मलाई भिजाउनुसम्म भिजायो है साथीहरू भिजाउनुसम्म भिजाएर कि उसलाई चाहिँ लास्टै पहिला भिजेन त चाहिँ यहाँनिर चाहिँ पुरै फुटपाथ व्यापार हुन्थ्यो होइन अहिले चाहिँ यस्तो राम्रो अनि यहाँ बस्ने ठाउँहरू पनि बनाइदिएको रहेछ अनि यो फुल फुलेर त्यसमा चाहिँ यो फुलको पातहरू फुल सबै झरेर होइन कस्तो मजा छ बिहानको टाइममा झन् आएर बस्नु छिट्टै मजा हुन्छ होला घाम लाग्दाखेरि अझै मजा हुन्छ होला अनि हामी चाहिँ पानी अनि हामी चाहिँ पानीको झुलीमा आयो भने सफा गरेर अनि अब चाहिँ हामी यहाँबाट आएर निस्किन्छ अनि त्यहाँ जान्छ चाहिँ ठ्याक्कै आरएमएसी हो नो होइन वीर हस्पिटलको छेउमा निस्किँदो रहेछ होइन अनि पहिला चाहिँ यहाँ एकदमै धेरै फुटपाथै फुटपाथको व्यापार हुन्थ्यो अनि एकदमै फोहोर पनि थियो अहिले चाहिँ यहाँनिर बस्ने ठाउँहरू बनाइदिएको रहेछ अनि यो सबै हेर न कस्तो राम्रो फुल झरेको है अनि भुइँमा यस्तो राम्रो फुलहरू झरे तल पनि यस्तो गिटी राखिदिएको छ है त्यसलाई गिटी भन्छ बाल खोइ गिटी हो कि के हो होला ठाउँहरू पनि बनाइदिएको छ होइन त्यसरी बस्ने ठाउँहरू बनाइदिएको छ अनि यो बस्ने ठाउँमा यहाँ बसेर एकछिन हामी रेस्ट गर्दा कस्तो आनन्द फिल हुन्छ होला अनि आज हामी चाहिँ फेरि पानीको झरीमा निस्क्यौँ हामी बस्नुको पानी यहाँनिर छ होइन साथीहरू अब चाहिँ हामी यहाँबाट जान लागेको होइन मेरो भिडियो चाहिँ अब यति नै हुन्छ होला तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ मनपर्छ भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला मन पर्थ्यो भने डिसलाइक गर्न सक्नुहुन्छ है साथीहरू यो चाहिँ अघि हामीले नजिकबाट खिचेको ज्याकेट होइन म चाहिँ अहिले पुल माथिबाट निकाल्दैछु होइन यो चाहिँ यस्तो राम्रो छ टाढाबाट चाहिँ राम्रो देखिन्छ छेउमा जाँदा चाहिँ खासै राम्रो देखिँदैन हामीले गर्नु साथीहरू आज त के गर्नु यहाँनिर चाहिँ यत्रो जाम भइरहेछ है साथीहरू कस्तो राम्रो वीर हस्पिटल अगाडि है यो चाहिँ साथीहरू यहाँ चाहिँ यस्तो जाम भइरहेछ होइन साथीहरू अब चाहिँ जाम खुल्यो है एरियाबाट फोटो खिचेर पहिला हजुर मैले यो पुलबाट फोटो खिचेर पानी भएको फेरि जाम भएको भयो अब चाहिँ त्यसै गर्ने सुलुलुलु यो पुल हल्लिएर यसो गरेर खिच्नु पर्ने छ यो भयो गाइज भयो अब म चाहिँ यहाँबाट जाँदैछु तलतिर